स्किल बेस त एक प्रकारले दिँदैछ एजुकेसन सिस्टमले, तर जे चिजमा पनि स्किल्स दिएर पनि त्यो अहिले हाम्रो ड्रेनमा जाँदैछ। त्यो चाहिँ किन हो भन्दाखेरि चाहिँ तपाईँको जस्तो हाइकिङ यो प्याराग्लाइडिङ यो सबै स्किल्स दिइरहेछ, तर यसलाई चाहिँ अब प्रमोट अझै नगरेर मान्छेहरूलाई फ्री बिज दिएर अन्त गभर्मेन्ट जब्समा अहिले कतिजना गभर्मेन्ट जब्समा पसेकै हो। अन्त एक प्रकारमा चाहिँ त्यो गरिरहेछ, एक प्रकारमा चाहिँ स्किल बेस्ड दिइरहेछ। एउटापट्टि चाहिँ नाला थामेको जस्तै, अर्कोपट्टि चाहिँ 10वटा नाला बगेको जस्तै हुँदैछ। अन्त त्यो फ्री जब्समा इफ वी सी त्यो रिजर्भेसनको पनि अब त काम नै छैन जस्तो देख्दैछ। अब त्यो फ्री जब्स दिँदैछ मान्छेहरूलाई यता पनि उता, इभेन्ट पनि एक बनाएको छ अहिले। अब द्याट कुड बी मिनिमाइज्ड एन्ड पुट इन्टु एजुकेसन सेक्टर हुन्छ नि, त्यो एजुकेसन स्किल बेस्ड जुन चाहिँ